कालीमाटीको अवस्था यस्तो छ। हाई एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आजको भिडियोमा चाहिँ हामी इलेक्सनको पहिलो दिन र इलेक्सनको दिनलाई चाहिँ हेर्नेछौँ, किनकि काठमाडौँमा अहिले शून्यता छाइरहेको छ। यो अवस्थामा म चाहिँ यो डेलिभरी गर्नको लागि रेडी हुँदैछु। कुरियरको लागि हाम्रोमा चाहिँ यस्तो खालको लेहेङ्गाहरू पनि बन्छ। यदि हजुरहरू पसल गर्दै हुनुहुन्छ भने डिजाइनर लेहेङ्गादेखि कल्चरल लेहेङ्गा र ड्रेसहरू पनि अर्डर गरेर आफ्नो अनलाइन या अफलाइन काम गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पसललाई जाँदैछ दाङमा र म जाँदैछु नेपाल क्यान्मुभ। यो धोती चाहिँ गाईघाटबाट अर्डर आएको थियो, मेन्स वेयर हो। हाई एन्ड नमस्ते, हजुरलाई सेकेन्ड डेमा स्वागत छ। मेरो फेसको पिम्पलले हाइलाइट गरिरहेछ कि म सुगर कति कन्ज्युम गरिरहेको छु मिठाईको रूपमा भनेर। शाबास बेटा। र आजको डे चाहिँ स्पेसली म अलिकति एक झोला कपडा बनाउनु पर्नेछ। स्टाफ कोही पनि छैन, त्यसैले म यसलाई बनाएर, यो चाहिँ बेहुलीको लुगा हो होइन, यो लुगा चाहिँ दिनुपर्ने छ कि एनी हाउ मलाई चाहिँ। सो म अहिले घरमै बसेर काम गरिरहेको छु। एउटा लुगा खोज्न थाल्यो सब लुगा झर्छ। मेरो मात्र प्रब्लम हो कि सबको त्यस्तै हो। साला यो दुख का खत्म नहीं होता बे। जाँदैछु म कारखाना, र किनकि हिजोको 3वटा कोट चाहिँ हाम्रो राति मात्र रेडी भयो। त्यसैले आज इलेक्सन हो। इलेक्सनको समयमा हेर्न सक्नुहुन्छ यहाँको सुनसान माहौल। यो हो बसन्तपुर। भोलि यहाँ चाहिँ भोट हुनेवाला छ। यो ग्राउन्डमा चाहिँ यहाँनिर सबै लाग्ने गर्थ्यो कि मेला लाग्ने गर्थ्यो दिउँसोमा। यहाँ चाहिँ सबै खाली गरिरहेछ अहिले चाहिँ। अन्त ब्लगिङको स्टार्टिङ। कुनै कुनै लुगामा जे कलर हुन्छ त्यो आउँदैन कि, योभन्दा पनि डार्कमा ग्रिनमा छ, एकदमै राम्रो छ। र 3वटा कोट बोकेर म चाहिँ अफिस नगएर रुम आएँ, किनकि आज मलाई मुड थिएन जानको लागि। र यस्तो छ यसको डिजाइन चाहिँ, 3वटा कोट छ, माथिको ग्रिन भइहाल्यो, तल एउटा चाहिँ यहाँ पढ्यो, एउटा कोट। र 3वटा यस्तो राम्रो छ कि मलाई धेरै नै मन परेको कोटहरू। यो चाहिँ यो झोला बोकेर फेरि पनि म जाँदैछु अफिस, किनकि 1 हप्ता भयो कि म नगएको। यो हेर्न सक्नुहुन्छ पुरै सुनसान छ। माछाको पुरै यो बजार लाग्ने गर्थ्यो, त्यही भएर यहाँ हिँड्नलाई यति गाह्रो हुन्छ मलाई। तर आज बन्द रहेछ, लेट्स सी भन्ने भयो, त्यही भएर मैले नि च्यालेन्ज गरेँ, यही बाटो आएँ। र सुनसान छ कि पुरै कालीमाटी, अचम्म लाग्छ, यतिको सुनसान चाहिँ मैले देखेको थिएन। ओ माई गड, यो पुरै यसको हालत यस्तो भइसकेको छ। काम अझै बाँकी छ। मेरो फुलको हालत यस्तो भइसक्यो, सुकिरहेछ। आई डोन्ट नो व्हाई। प्लान्टको हालत यस्तो छ कि यो सबै सुकिरहेछ। अहिले चाहिँ साँझको 6 बजिसकेको छ र यस्तो छ यहाँको माहौल। कालीमाटी बजार पनि खुलिसकेको छ। मान्छेहरू चाहिँ अलिक कम नै हुनुहुन्छ यता, पुरै बन्द छ। यो चाहिँ हो साग मार्केट। सायद सबैजना भोट हाल्न जानुभएको छ र क्लाइन्टहरू पनि अनि यहाँको व्यापारीहरू पनि यसरी ढाकिएर गएको छ। कालीमाटीमा कुनै पनि ताजा तरकारी भेटेन मैले। फ्रिज गरिएको तरकारी चाहिँ सबै छ, कुहिरहेको छ, गर्ने के होइन। धेरैजना किन्ने मान्छे नै हुनुहुन्न। अब कसरी ताजा तरकारी सप्लाई हुन्छ? सप्लाई गर्ने मान्छे पनि घर जानुभएको छ अभियसली। र देशको अवस्था यस्तो सुनसान पछाडि भोलि गएर राम्रो हुन्छ भन्ने सोच चाहिँ सबैको हो, सबैको प्रयास हो। र अफकोर्स आज राति भोट गनियो भने ती व्यक्तिहरूले जितुन् जसले देश विकास र देश परिवर्तनको नारा लगाउँदै सत्यतामा साँच्चीकै देशलाई माया गर्छन्, उनीहरूको जित होस्। थ्याङ्क यू सो मच फर वाचिङ। र मेरो एउटा सानो प्रयासलाई हजुरहरूको साथको खाँचो छ। र आगामी दिनमा कस्तो भिडियो ल्याउने कमेन्ट गर्न नबिर्सिनुहोला। बाई।